हेलो साथीहरू, आज चाहिँ हामीले चिसो मौसम भएर एकदमै जाडो भएर मोमो खाम भनेर प्लान गरेँ। अनि त्यसपछि हामी हिँडेँ मोमो खान, हिँडेँ होटलतिर गएँ, नास्ता पसलमा गएँ। अनि तातो तातो मोमो आइपुग्यो हाम्रोमा चाहिँ। अनि त्यो पनि मैले चाहिँ झोल मोमो अर्डर गरेकी थिएँ। झोल मोमो भनेपछि एकदमै मनपर्ने, मलाई चाहिँ मेरो फेभरेट भनेको झोल मोमो है साथीहरू। तपाईँहरूलाई चाहिँ कुन मोमो मनपर्छ, आफ्नो आफ्नो चोइस हुन्छ होइन। अनि मलाई चाहिँ मनपर्ने भनेको झोल मोमो। त्यो झोल मोमो पनि म त झोल पिउन मन लाग्छ कि, झोल चाहिँ एकदमै मिठो हुन्छ, टेस्टी हुन्छ। अनि यो चिसो मौसममा तातो तातो झोल मोमो, त्यो माथि एकदम पिरो चटनी, यस्तो बब्बाल थियो नि साथीहरू। मोमो भनेपछि त मेरो चाहिँ एकदमै फेभरेट हो। प्रायः जस्तो तपाईँहरूको पनि फेभरेट हुनुपर्छ मोमो भनेपछि। अनि मैले आफ्नो बाबुको लागि पनि एक प्लेट मोमो मगाएकी थिएँ। अब बाबुले खै खान्छ कि खाँदैन सोचिरहेको थिएँ। खाना त खान्थ्यो कि मेरो बाबुले, एक प्लेट मोमो नै भ्याउँछ भ्याउन त, तर बाबुले सबै मोमो भ्याएछ। हुन्छ साथीहरू, नेक्स्ट भिडियोमा भेटौँला ल साथीहरू। हामीले चाहिँ मोमो सबै भ्याइसक्यो। बाई बाई।